हेलो गाइज नमस्ते सबैजनालाई धेरै समयपछि आज फेरि आइसक्यौँ। म चाहिँ मेरो गार्डनतिर हजुरहरूलाई मेरो गार्डनमा के छ भनेर देखाउन लागिरहेको छु। ल है त साथीहरू, मेरो गार्डन चाहिँ यस्तो हुँदैछ, हजुरहरूलाई म देखाउँछु है त। गार्डनमा चाहिँ टमाटर यत्रो यत्रो भइसकेको छ। टमाटर यहाँ चेरी टमाटर यत्रो भइसकेको छ। यहाँ लसुन, रायोको साग, यता रायोको सागहरू, अनि बकुला पनि रेडी हुँदैछ। यता पनि बकुला अनि रायोको साग है। यहाँ चाहिँ रायोको साग यस्तो हुँदैछ। यो चाहिँ सिमी लहरी, त्यो ब्लू कलरको सिमी, तर मलाई थाहा छैन यो सिमी कस्तो हुन्छ भनेर। अनि मैले चाहिँ फर्स्टचोटि लाएको है। उता यहाँ प्याजहरू हेर्नु न, प्याजहरू त यस्तो भइरहेछ कि। अनि साग, रायोको साग सब किराले खाएर नि साथीहरू, सब हेर्नु न किरा। के गर्ने होला है यो हजुरहरूलाई थाहा भएछ भने मलाई भनिदिनु होला है। यो किरा मार्ने चाहिँ के पाउँछ भनेर, मलाई कहाँ पाउँछ भनेर भनिदिनु होला। सब मेरो साग जति चाहिँ किराले खाइसकेको छ साथीहरू। ल यहाँ यस्तो हुँदैछ मेरो गार्डनिङ। यहाँ चाहिँ बकुला यति भइरहेछ। रायोको साग, यो पनि रायोको साग सारेको मैले। अनि यता चाहिँ हजुरलाई एउटा चिज देखाउँछु है। यो पनि गमलातिरै छ। अनि एउटा चिज चाहिँ यो चाहिँ क्या, यो चाहिँ नेपालमा हजुरहरूलाई थाहा छ चुचे करेला क्या, चुचे करेला भन्छ हाम्रोतिर चाहिँ। हजुरहरूमा कोहीले बरेला भन्छ। यसको पनि यत्रो बोट भइसकेको छ, तर फल्ने कि नफल्ने थाहा छैन। सिमी यस्तो भइरहेछ मेरो गार्डनमा चाहिँ। ल यो सिमी यतिको भइरहेछ। साग पनि टिपी अलिकति थोरै, अनि लसुनको पत्ताहरू। ल है त हजुरहरू, म चाहिँ अब एकछिनमा भेटौँला है। हेलो नमस्ते सबैजनालाई, लासो फ्याफुल्ला आज फेरि आइसक्यौँ मुखमङ ल्याएर हजुरहरूको साथमा। आज चाहिँ मैले ल्याएको छु खाना है, ब्राउन राइस, रायोको साग, अनि मुला र आलुको मुला र चिकनको ग्रेभी, अनि यो चाहिँ ढुङ्ग्रीहरू भइहाल्यो। अनि यता चाहिँ टमाटरको अचार। ल है त हजुरहरू, अब म चाहिँ सुरु गर्छु। मुलाको ग्रेभी, टिम्बु र धनियाँको अचार। मुला
टमाटरको टिम्बरको बास्ना आएछ वाउ यस्तो मिठो मुला है हजुरहरू पनि सन्चै सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै ठिक छु यहाँ है हामीले चाहिँ भ्याउँदै नभ्याउने कहिलेकाहीँ म भ्याउने बेला चाहिँ भिडियो बनाउँछु हजुरहरूले हेरेर माया गरिदिनु होला है एकदमै मिठो आज चाहिँ छोराछोरी सब स्कुल अनि त्यही भएर मैले चाहिँ सानो भिडियो बनाइहालेको ल है त हजुरहरू आजलाई चाहिँ यति नै भन्दै आज चाहिँ म भिडियोबाट छुट्टिन्छौँ बाई बाई